नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ आजको विशेष समाचार। म हुँ तपाईँको प्रस्तोता। आज हामी चर्चा गर्दैछौँ नेपालको राजनीतिमा देखिएको सकारात्मक परिवर्तनको। काठमाडौँका मेयर बालेन शाह र रवि लामिछानेको ऐतिहासिक कदमले अहिले सामाजिक न्याय र समावेशिताको दिशामा महत्त्वपूर्ण सन्देश दिएको छ। दलित तथा पिछडा वर्गमाथि भएका विभेदप्रति संसदमै उभिएर माफी माग्नुले सामाजिक समानताको पक्षमा एउटा बलियो जग बसालेको छ। यो विषय अहिले छिमेकी देश भारतमा समेत चर्चाको विषय बनेको छ। त्यहाँका नेता र प्रबुद्ध वर्गले नेपालको यस पहललाई उदाहरणीय भनेका छन्। यसले देखाएको छ कि नेपाल अब सामाजिक न्याय र समानताको मार्गमा अगाडि बढ्दैछ, जहाँ सबै वर्गले बराबरीको अधिकार पाउनेछन्। यस्तो सकारात्मक पहिचानले सम्पूर्ण नेपालीहरूमा गर्वको अनुभूति गराएको छ। आज नेपाल विश्वसामु नयाँ सन्देश दिन सफल भएको छ। यही सन्देशका साथ समानता र एकताको भावना लिएर हामी अघि बढौँ। म महावीर महारा, महोत्तरी जिल्लाबाट। धन्यवाद। जय नेपाल, जय राष्ट्र।